इतिहासले सिक्किम खोस्यो, भुटानलाई दबायो, तर नेपाल कसैले खोस्न सकेन, किनभने राजा वीरेन्द्र चुप लागेर बस्ने मान्छे थिएनन्। यहाँ कुरा राजतन्त्रको होइन, एउटा राजाको हो। महँगो गाडी नचाहने, ब्रान्डेड कोट नलगाउने, सरकारी पैसा लुट्न नखोज्ने, तर शक्तिशालीहरूको आँखाको काँडा बन्न पुगे। यदि राजा वीरेन्द्रले त्यतिखेर त्यो एउटा दस्तावेजमा हस्ताक्षर गरेको भए आज नेपाल कहिले नेपाल रहने थिएन। शान्ति क्षेत्र घोषणा एउटा साधारण प्रस्ताव थिएन, त्यो साम्राज्यवादी शक्तिहरूको गेम प्लान नै बिगार्ने चाल थियो, जसको सबभन्दा ठूलो किमत नेपालले तिर्नु पर्यो। इन्डियाको पहलमा पाकिस्तानबाट टुक्रिएर बङ्गलादेश बनेको 1 वर्ष पनि बितेको थिएन। भुटान भारतसँग पहिलेदेखि नै परनिर्भर थियो भने भारत सिक्किममा आफ्नो कन्ट्रोलमा ल्याउन चाहन्थ्यो। नेपालको इन्डियासँग, खास गरी इन्दिरा गान्धीसँग राम्रो सम्बन्ध थिएन। भारतले 2027 सालमा लगाएको नाकाबन्दी खुलेको केही महिना मात्र बितेको थियो। यता देशका प्रमुख राजा महेन्द्र आफ्नो मृत्युसँग लड्दै थिए। अन्ततः महेन्द्रले मृत्युसँग हार बेहोरे 2028 माघ 17 गते चितवनको दियालो बंगलामा बिहान 3:45 राजा महेन्द्रको मृत्यु भयो। इन्द्रराजे लक्ष्मी देवी शाहको जेठो छोरो भएको कारण अब राजा बन्ने पालो थियो युवराज वीरेन्द्रको। युवराज वीरेन्द्र बुबा महेन्द्र र आमा इन्द्रराजे लक्ष्मी देवी शाहको कोखबाट 2002 साल पुस 14 गते जन्मिएका थिए। उनले इन्डियाको दार्जिलिङमा अवस्थित सेन्ट जोसेफ स्कुलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए भने बेलायतको इटन कलेजमा 5 वर्ष, जापानको टोकियो युनिभर्सिटीमा केही समय, अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा 2 वर्ष पढाइ गरेका थिए। 2026 फागुन 16 गते वीरेन्द्रको विवाह केन्द्र शमशेर राणाको छोरी ऐश्वर्य राज्य लक्ष्मीसँग भएको थियो। 2028 साल माघ 17 गते आफ्नो बुबाको मृत्युपछि 26 वर्षको उमेरमा 81 वीरेन्द्र नेपालको नयाँ राजा घोषित भए। वीरेन्द्र राजा त बने, तर देशको राजा हुनु र राजा भएर देश सम्हाल्नु त्यसबेला त्यति सजिलो भन्ने थिएन। त्यसबेला सिक्किममा युद्ध चलिरहेको थियो। पुरा विश्व अमेरिकी नेतृत्वको पुँजीवाद र तत्कालीन सोभियत संघ नेतृत्वको समाजवादको नाममा दुई धारमा विभाजित थियो। ठूला र शक्तिशाली हरेक देश कमजोर र साना मुलुकमाथि आफ्नो कुनै न कुनै किसिमको डर, धाक वा प्रभाव स्थापित गर्न चाहन्थ्यो। सोभियत संघसँग मिलेको इन्डियाले त्यसबेलासम्ममा पाकिस्तानबाट टुक्रिन बङ्गलादेशलाई ठूलो सहयोग गरेको थियो। भुटानमा पनि इन्डियाकै प्रभाव थियो भने इन्डियाले सिक्किम जस्तो देशलाई आफ्नो अधीनमा ल्याउने मिसन थालिसकेको थियो भने इन्डियाले नेपालको परराष्ट्र र रक्षा मामिलामा प्रभाव राख्ने रणनीति छाडेको थिएन। नेपालमा एक किसिमको शङ्काको माहौल थियो। वीरेन्द्र न त आफ्नो देश सिक्किम जस्तो बनाउने चाहन्थे, न त उनलाई भुटानी राजा जस्तो बन्नु थियो। यसलाई मध्यनजर गरेर 2031 फागुन 13 गते आफ्नो शुभ राज्य अभिषेकमा आएको विदेशी अतिथिहरूलाई वीरेन्द्रले हामी आफ्नो सुरक्षाको लागि शान्ति चाहन्छौं, हामी विकासको लागि शान्ति चाहन्छौं र आफ्नो स्वतन्त्रताको लागि शान्ति चाहन्छौं। यो शान्तिलाई स्वागत गर्न हाम्रो चाहना छ। त्यसका लागि मेरो देश नेपाललाई शान्ति क्षेत्र घोषणा गरियोस् भन्ने प्रस्ताव राख्दछु भनेका थिए, जसमा त्यसबेला त्यो समारोहमा आएका 39 देशका प्रतिनिधि मध्ये धेरैले त राजा वीरेन्द्रको त्यो प्रस्ताव त्यही नै स्वीकारेका थिए, जसमा चीन, सोभियत संघ, हालको रसिया, पाकिस्तान जस्ता देश थिए। पछि 116 देशले नेपालको यो प्रस्तावलाई स्वीकार गरे, तर राजा वीरेन्द्रले संयुक्त राष्ट्रसंघ मार्फत यो प्रस्ताव पारित गर्ने कोसिस गर्दा राष्ट्रसंघका तत्कालीन महासचिव पुर्तवाल लिडिप हेमले पहिलो आफ्नो छिमेकी को मनसाय बुझेर आउनुस् भनेर इन्डियालाई देखाएपछि पुरा त्यसै टुङ्गिएको थियो। खासमा इन्डिया नेपाललाई स्थिर देख्न चाहँदैन थियो। उसले त्यसबेला आफ्नो रणनीतिक साझेदार सोभियत संघलाई लबिङ गरेर समर्थन फिर्ता लिनसम्म लगाएको थियो। 2032 कै वैशाखको सुरुवातबाट नै सिक्किमलाई इन्डियाको 22औं राज्य बनाउने काम इन्डियाको संसदले सुरु गरिसकेको थियो। इन्डियाले सिक्किमलाई विलय गराएर छाड्यो। त्यसपछि तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीकै प्लानमा रका फाउन्डर काओले नेपालको तराई टुक्राउने योजना अगाडि बढाउँदै थिए भन्ने गरिन्छ, तर यो प्लान अगाडि बढ्न नपाउँदै 2032 असारतिर इन्डियामा इन्दिरा गान्धीको इच्छामा इमर्जेन्सी लाग्यो। यसले गर्दा इन्डियाले सबै राजनीतिक क्रियाकलाप तथा अन्य योजनाहरू रोक्यो, जसमा नेपालको तराई टुक्राउने योजना पनि थियो। वीरेन्द्रले आनन्दको सास फेरे, तर उनको समस्या यतिमै सकिएको भने थिएन। देशमा भएका विभिन्न विद्यार्थी आन्दोलनको कारण 2036 जेठ 10 गते वीरेन्द्रले जनमत संग्रह गर्ने घोषणा गरे। सुधारिएको पञ्चायत र बहुदलीय शासन व्यवस्था बीच एउटा व्यवस्था थान्नको लागि जनमत संग्रह गरिएको थियो। 2037 साल
वैशाख 20 गते भएको यो चुनाव सुधारिएको पञ्चायतले जित्यो, तर त्यसपछि पनि पञ्चायती व्यवस्थाले सुध्रिने छाँटकाँट भने देखाएन। 2045 साल भन्दा अघि राजा वीरेन्द्रको सक्रियतामा नेपालमा पोखरा औद्योगिक क्षेत्र, नेपालगञ्ज औद्योगिक क्षेत्र, बुटोल औद्योगिक क्षेत्र, भक्तपुर औद्योगिक क्षेत्र, वीरेन्द्रनगर औद्योगिक क्षेत्र, गजेन्द्र नारायण औद्योगिक क्षेत्र खुलेको थियो। नेपालको पहिलो टेलिभिजन च्यानलको स्थापना, सेक्रेटरी खरिद बिक्री केन्द्र, मेलम्ची योजनाको सुरुवात, टली बस, भिरगुडी कागज कारखाना, गोरखकाली रबर उद्योग, हेटौडा कपडा उद्योग, उदयपुर सिमेन्ट जस्ता अन्य उद्योग पनि वीरेन्द्रकै शासनमा स्थापना भएका थियो। उनको पालोमा हाइड्रो पावर, रोड, पुल, एयरपोर्ट निर्माण वा भनौं इन्फ्रास्ट्रक्चर, कृषि, वातावरण, वन्यजन्तु संरक्षण, शिक्षा जस्ता क्षेत्रमा प्रगति भएको थियो। कूटनीतिमा पनि राजा वीरेन्द्रको धेरै नै उपलब्धिहरू रहे। राजा बनेको केही वर्षमै उनले शान्ति क्षेत्रको प्रस्ताव गर्दा 116 देशको समर्थन पाएका थिए। 2046 साल भन्दा अघि सक्रिय राजतन्त्रको समयमा उनले 46 देशसँग नयाँ कूटनीतिक सम्बन्ध बनाएका थिए भने उनले 2040 मा अमेरिकाको राजकीय भ्रमण गरेका थिए। पछि उनले इन्डियाको गणतन्त्र दिवसको प्रमुख अतिथि पनि बने। उनकै पहलमा नेपालमा थुप्रै शक्तिशाली देशका प्रमुख राजकीय भ्रमणका निमित्त आए। 2042 सालमा स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संघ सार्कको स्थापना गर्नुमा वा भनौं सार्क स्थापना हुनुमा राजा वीरेन्द्रको पनि हात थियो। राजा वीरेन्द्र महँगो चिजको शौकिन थिएनन्। उनी 10 वर्ष पुरानो कोट लगाउँथे। उनलाई ब्रान्डसँग त्यति मतलब थिएन। उनले हेटौडा कपडा उद्योग खोलिसकेपछि त्यही उत्पाद प्रयोग गर्न थालेका थिए भने उनको एडिसी सुन्दर प्रताप राणाका अनुसार नेपालमै बनेको मायालु साबुन, बाइडेड टुथपेस्ट प्रयोग गर्थे। वीरेन्द्र निकै साधारण स्वभावका राजा थिए, जसले बाटोमा हिँडेको मान्छेलाई आफैले पुर्याइदिन्छु भनेर लिफ्ट दिन्थे। कारहरूमा पनि उनको त्यति सोख थिएन। वीरेन्द्रको राजकीय सवारीका लागि प्रयोग हुने मर्सिडिज गाडीहरू पनि 25-30 वर्ष पुरानो थियो भने उनको एउटा निजी जक्वार कार पनि निकै पुरानो थियो। 2058 साल सुरुवाततिर नै राजा वीरेन्द्रले एउटा गाडी लिएका थिए, त्यो पनि 1300 सीसीको केडिएस। एकपल्ट दुबईमा राजाको अंगरक्षक 10 जना एडिसीहरूले हतियार बोक्न सजिलो हुने ब्याग देखे। उनीहरूलाई त्यो ब्याग चाहिएको पनि थियो। राजाले पनि त्यो कुरा बुझेर एडिसी सुन्दर प्रताप राणालाई चाहिएको छ भनेर सोधे। एडिसी सुन्दर प्रताप राणाले ज्यू सरकार भनेर जवाफ फर्काए। त्यसपछि राजाबाट जुन जवाब आयो त्यो सुनेर एडिसी राणा हक्क परे। एडिसी राणाका अनुसार त्यसो भए अहिले एउटा किन्नु, यसलाई हेरेर काठमाडौँमा बाँकी 9वटा सिलाउन लगाउनु। त्यो ब्याग किनेको भए त्यसबेला पैसा राजाको गोजीबाट नभई सरकारको ढुकुटीबाट जाने थियो। तर वीरेन्द्र त्यति सानो कुरामा पनि सम्झौता गर्न तयार भएनन्। त्यो 9वटा ब्याग नेपालमा नै बन्यो, जसले पैसा मात्र बचाएन, प्यारा तालिम केन्द्रमा प्यारासुट सिलाउनेहरूले पनि त्यस्तो ब्याग बनाउने सिप सिके। वीरेन्द्र नियम अनुसार चल्थे। आफू राजा नै भए पनि उनले नियम तोड्थेनन्। आवश्यक परे उनले नियमावली संशोधन गरेर मात्रै आफ्नो काम अघि बढाउँथे। तर यो सबको बावजुद पनि राजा वीरेन्द्र विवादबाट बाहिर निस्कन भने सकेनन्। तर उनी विवादमा उनको कारणले भने आएका थिएनन्। राजा वीरेन्द्र असल त थिए, तर राजाको रूपमा जति स्ट्रङ हुनुपर्ने हो त्यति थिएनन्। यही कारण उनका भाइहरूले उनको इज्जतमा दाग लगाए। पत्रकार पदम ठकरातीको अनुसार धीरेन्द्र र ज्ञानेन्द्रले नेपालबाट मूर्ति टरेस लिएर जान्थे र नेपालमा हिरोइन लिएर आउँथे। पुराना मूर्तिहरू र चरस लगाएर जाने, अनि उताबाट चाहिँ सुनको बिस्कुटहरू र हेरोइन लिएर आउने। बिहे भइसकेको भए पनि धीरेन्द्र 46 सालपछि एक नेपाली युवतीलाई प्रेममा फसाएर बेलायत भागे। पछि युवतीकै लागि उनले दरबारसम्म छाडे। यता अधिराज कुमार ज्ञानेन्द्रले ओमेगा जस्तो कम्पनीलाई नेपालमा भित्रिन दिएनन्। सरकारको लगानी रहेको जनकपुर चुरोट कारखाना डुब्नुमा पनि ज्ञानेन्द्रको हात छ भन्ने आरोप अहिले पनि लाग्ने गर्छ। त्यसबेला सत्तासँग नजिक रहेकाले बन्द गोदाममा पैसा असुल गर्ने गरेको त विनोद चौधरीले आफ्नो किताबमा लेखेका छन्। वीरेन्द्रका अपवाद बाहेक दरबारका सचिव, प्रधानमन्त्री, मन्त्री, राष्ट्रिय पञ्चायतका पञ्चहरूले गर्दा पनि जनतामा राजतन्त्रप्रति र पञ्चायत व्यवस्थाप्रति विश्वास घट्दै गएको थियो। 2037 सालमा सुधारिएको पञ्चायतको नाराका साथ चुनाव जितेको पञ्चायत सुध्रिएन। यही कारण त्यसपछि पनि नेपालमा पञ्चायत विरोधी आन्दोलनको क्रम रोकिएन। 2038 सालमा राष्ट्रिय पञ्चायत निर्वाचन बहिष्कार अभियान चल्यो। 2049 सालमा सडक सफाई आन्दोलन, 2042 सालमा सत्याग्रह, 2043 सालमा सेक्टर काण्ड जस्ता विरोधी
विरोधी आन्दोलन भयो। देशमा यो सब हुँदै थियो उता इन्डियासँग पनि त्यही समयमा नेपालको सम्बन्ध नराम्रोसँग चिसियो। यति बेलासम्म इन्दिराको हत्यापछि उनको छोरा राजीव गान्धी इन्डियाको प्रधानमन्त्रीमा नियुक्त भइसकेका थिए। 2044 कार्तिकमा काठमाडौँमा तेस्रो सार्क शिखर सम्मेलन हुँदा तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीसँग आएको उनकी पत्नी सोनियालाई पशुपतिनाथ मन्दिर प्रवेशमा रोक लगायो। इटालियन मुलुकी सोनियालाई खासमा गैर हिन्दूलाई प्रवेश दिन भनेर रोकिएको थियो, तर पशुपतिनाथ विकास कोषको अध्यक्ष रानी ऐश्वर्या भएका कारण इन्डिया मिडियामा दरबारले नै रोक लगाएको र अपमान गरेको भन्ने खबर फैलियो, जसले गर्दा नेपाल इन्डियाको सम्बन्धमा तनाव सिर्जना गर्यो। त्यसको एक वर्ष पनि नबिती 2045 सालको साउनमा चीनबाट खरिद गरेको एन्टी एयरक्राफ्ट गनहरू नेपाल आइपुगे, जुन इन्डियाको लागि एउटा खतराको संकेत थियो र उनीहरू हात हतियारमा पनि नेपाल आफ्नो भरमा परोस् भन्ने चाहन्थे। तर उनीहरूले नेपाल पठाएको हतियार कि त चीनको भन्दा महँगो हुन्थ्यो त डेन्टिङ पेन्टिङ गरेर पठाएको सेकेन्ड ह्यान्ड हतियार हुन्थ्यो। यही कारण पनि नेपालले त्यस बेला चीनबाट नै हतियार खरिद गरेको थियो। यसले गर्दा नेपाल र चीनको सम्बन्धलाई त बलियो बनायो, तर इन्डिया भने यसबाट चिडियो। यसपछि पनि केही महिनामै असोजमा पाकिस्तानमा भएको सार्क चौथो सम्मेलनमा वीरेन्द्र र राजीव गान्धी बीच फेरि तनाव सिर्जना भयो। जब तत्कालीन इन्डियन प्रधानमन्त्री राजीवले ब्रेकफास्ट भेटघाटमा बोलाउँदा राजा महेन्द्र त्यहाँ गएन। राजीव गान्धीले यस घटनालाई आफ्नो अपमानको रूपमा लिए, जसको बदला राजीव लिन चाहन्थे। यता नेपालमा 2045 साल भदौ 5 गते बिहान 5 बजे उदयपुरलाई केन्द्रबिन्दु बनाएर 6.6 रेक्टर स्केलको भूकम्प गयो, जसबाट नेपालका 721 जनाले ज्यान गुमाए। भूकम्पपछि सरकारले राहत र पुनर्निर्माणको काम थाल्यो, तर भूकम्प गएको एक वर्ष पनि नबित्दै वाणिज्य तथा पारावरण सन्धि नवीकरण हुन नसकेको बहाना बनाएर त्यही वर्ष चैतमा इन्डियाले नेपालमाथि आर्थिक नाकाबन्दी लगायो। वीरेन्द्र यो नाकाबन्दीबाट खुसी थिएनन्। उनले यही बीचमा एउटा विदेशी पत्रिकालाई दिएको अन्तर्वार्तामा भूपरिवेष्टित मुलुकले पाउनुपर्ने अधिकार अनुसार पारावरण सन्धि गर्न चाहेको तर कुनै दबावमा सन्धि गर्न नखोज्दा भारतले नाकाबन्दीको अवस्था सिर्जना गरेको बताएका थिए। राजीव गान्धीले आफ्नो बदला पूरा गरे। 2041 सालमा प्रधानमन्त्री बनेका राजीव गान्धी 2046 सालमा मङ्सिरमा प्रधानमन्त्रीबाट बाइदिए। राजीव पछि इन्डियाको प्रधानमन्त्री बने विश्वनाथ सिंह अर्थात् भिपी सिंह, तर त्यसपछि पनि नेपाल र इन्डियाको सम्बन्ध जस्ताको तस्तै रह्यो। यसबीच इन्डिया र नेपाल बीच मन्त्री र सचिव बीचको छलफल भए पनि कुनै निष्कर्ष निस्कन सकेन। नाकाबन्दीको समस्याबाट गुजिरहेको वीरेन्द्र सामु फेरि अर्को समस्या आइलाग्यो। त्यही बेला नेपाली राजनीतिक दलहरू कांग्रेस र कम्युनिस्टले पञ्चायती व्यवस्थालाई देशबाट सधैँका लागि हटाउने र बहुदलीय व्यवस्थाको स्थापना गर्ने भन्दै आन्दोलन घोषणा गरे, जसमा नेपाली राजनीतिक दलहरूलाई इन्डियाका राजनीतिक दलका नेताहरूले पनि सहयोग गरेका थिए। त्यसबेला 2046 सालको पुसबाट नै आन्दोलनको तयारी भइरहेको थियो। माघ 5 गते सुरु भएको नेपाली कांग्रेसको 3 दिने राष्ट्रिय सम्मेलनमा इन्डियाका समाजवादी नेता जो पछि प्रधानमन्त्रीसम्म बने चन्द्रशेखरसम्म सामेल भए, जहाँ उनले पनि नेपालको राजनीतिक दलहरूप्रति समर्थन देखाए। सोही सम्मेलनमा गणेशमान सिंहलाई संयुक्त जनआन्दोलनको कमान्डर घोषणा गरियो र त्यही सम्मेलनमा 2046 फागुन 7 गते पञ्चायती व्यवस्थाको समाप्ति र बहुदलीय व्यवस्थाको पुनर्स्थापनाका लागि जनआन्दोलन गर्ने मिति तोकिएको थियो। कांग्रेस र कम्युनिस्ट मिले। माघ 27 गते वाम मोर्चाको तर्फबाट साना प्रधान र नेपाली कांग्रेसका तर्फबाट कृष्णप्रसाद भट्टराईको संयुक्त हस्ताक्षरमा आन्दोलनको तालिका निस्कियो, जस अनुसार नै फागुन 7 गतेबाट जनआन्दोलन सुरु भयो। नेपाल बन्द, जुलुस, आमसभा अनि सरकारको तर्फबाट यो सब विरोध गर्ने नेताहरूलाई पक्राउ गर्ने क्रम। यस क्रममा ठूला नेताहरू कतै पक्राउ परे भने कतै आफ्नो निवासमा नजरबन्दमा राखिए। तर आन्दोलन झन्झन ठूलो हुँदै गयो र इन्डिया यो समयको पनि फाइदा उठाउन पछि हटेन। 2046 चैत 18 गतेदेखि 21 सम्म भारतीय विदेश सचिव एसके सिंह काठमाडौँमा रहे। उनी पनि छलफलकै निमित्त भनेर काठमाडौँ आएका थिए, तर उनको भित्री मिसन भने अर्को थियो। भारतीय विदेश सचिव एसके सिंहले आफ्नो मिसन अन्तर्गत नै राजा वीरेन्द्रसँग गोप्य भेट गरेर उनले राजा सामु एउटा प्रस्ताव राखे। एसके सिंहले नेपालको परराष्ट्र नीति, जलस्रोतको उपभोग तथा सुरक्षाको नीति भारतको इच्छा अनुसार गर्न राजा वीरेन्द्रलाई प्रस्ताव गरेका थिए। बदलामा सिंहले राजाले शर्त स्वीकार गरेमा पञ्चायती व्यवस्था अझै चलिरहने आश्वासन समेत दिएका थिए। एडीसी सुन्दर प्रताप राणाको अनुसार यदि त्यो सम्झौता पत्रमा राजाले हस्ताक्षर गरेको भए शासकीय दृष्टिले
राजालाई अलि सजिलो हुन्थ्यो र राजतन्त्रको अधिकार पनि धेरै काटिने अवस्था आउँदैन थियो। नेपाल भुटानको अवस्थामा पुग्ने थियो, तर राजाले भने नेपालको सन्दर्भमा 2046 सालपछिको भन्दा शक्तिशाली रहन्थे। यति बेला इन्डियाले नाकाबन्दी लगाएको 1 वर्ष बितिसकेको थियो। नाकाबन्दीकै कारण जनता पनि राजनीतिक दलहरूले सुरु गरेको आन्दोलनमा जोडिन थालिसकेका थिए। आफ्नो स्वार्थ हेर्ने हो भने यो वीरेन्द्रको लागि निकै राम्रो मौका थियो। तर मोहन शमशेरले 2007 साल साउन 13 गते गरेको गल्ती वीरेन्द्रले दोहोऱ्याउन चाहेनन् र उनी यसबाट पछि हटे र नेपाली राजनीतिक दलहरूसँग सम्झौता गर्न तयार भए। 2046 सालको फागुन 7 गतेबाट सुरु भएको जनआन्दोलनले लगभग 50 दिनपछि चैत 26 गते केही उपलब्धि पायो। राजा वीरेन्द्रले आन्दोलन थालिसकेको केही मुख्य नेताहरूलाई वार्ताका लागि दरबार बोलाए। वार्ताको लागि राति 9 बजे आन्दोलनकारीका तर्फबाट 4 जना प्रतिनिधि, नेपाली कांग्रेसका तर्फबाट कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला अनि वाम मोर्चाको तर्फबाट खान प्रधान र राधा कृष्ण मैनाली दरबारमा भएको वार्तामा सहभागी भएका थिए। यस वार्तामा राजा वीरेन्द्र दल माथिको प्रतिबन्ध हटाउन सहमत भए। बौद्धले व्यवस्थाको पक्षमा का लागि यो उनीहरूको पहिलो जित थियो। तर राजा सहमत भए पनि त्यसबेलासम्म दलहरूलाई सम्पूर्ण अधिकारको कुरा सम्बोधन भएका थिएनन्। त्यसपछि त्यो दिन यो वार्ता यही रोकियो। 2047 वैशाख 2 गते आन्दोलनकारी र प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द बीच विवाद भएर चन्दले प्रधानमन्त्री पदबाट राजीनामा दिए र त्यसपछि नै दरबारबाट दलहरूका तर्फबाट प्रधानमन्त्रीको नाम मागियो। त्यसबेला गणेशमान सिंहको नाम अघि सारियो, तर सिंह प्रधानमन्त्री हुन चाहेनन् र त्यसपछि प्रधानमन्त्री बने कृष्णप्रसाद भट्टराई। यसपछि नै देशमा बहुदल आएको सन्देश गयो। तर यति बेलासम्म इन्डियाले लगाएको नाकाबन्दी भने खुलिसकेको थिएन। 2047 जेठ 27 गते इन्डियाका प्रधानमन्त्री VP सिंह र नेपालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई बीच वार्ता भयो। फेरि व्यापार तथा पारवान सन्धिले पूर्ण मान्यता पायो। यसरी 2047 असार 17 गते इन्डियाले आफूले 15-16 महिना अघि लगाएको आर्थिक नाकाबन्दी फिर्ता लियो। पञ्चायत विरुद्ध बहुदल भारी भयो। पञ्चहरूले आफ्नो शक्ति गुमाए। राजनीतिक दलहरू सत्तामा आए। राजा वीरेन्द्रकै पनि धेरै शक्ति खोसियो। देशमा सक्रिय राजतन्त्र समाप्त भयो। 2047 सालको संविधानमा संवैधानिक राजतन्त्रको व्यवस्था गरियो र वीरेन्द्र संवैधानिक राजा बने। यस संविधानले नेपाललाई प्रजातान्त्रिक मुलुक बनायो। नवराज सुवेदी र एडीसी सुन्दर प्रताप राणाको कुरा मान्ने नै हो भने आन्दोलनकै बेला पोखरा भ्रमणमा हुँदा नै राजा वीरेन्द्र र रानी ऐश्वर्या केही हदसम्म बहुदलको पक्षमा देखिन्थे। राजा वीरेन्द्रले त्यही बेला नै पञ्चहरूलाई सक्छौ पञ्चायत बचाउने प्रयास गर, सक्दैनौ भने बहुदल आउन देऊ भनेका थिए भने रानी ऐश्वर्याले बहुदल आएमा हामी पनि बेलायतको जस्तो हातखुट्टा बाँधिएको राजा हुने त होला नि, कचकच भन्दा त्यही ठिक छ भनेकी थिइन्। तर कालान्तरमा राजा वीरेन्द्रलाई आफूले गरेको निर्णयमा पछि केही पश्चाताप भने भयो। कारण थियो 2055 सालसम्म आइपुग्दा राजनीतिक अस्थिरता, राजनीतिक दलमा बढ्दो भ्रष्टाचार अनि माओवादी आन्दोलन। 2048 सालको जेठमा राजीव गान्धीको हत्या भयो। यस बेलासम्म आइपुग्दा नेताहरू सत्ताको खेलमा लागेका थिए। सत्ताको लागि उनीहरूको माथि चढाउने गिराउने खेल चलिरहँदा जनतालाई भने भ्रष्टाचार र महँगी झन बढेको महसुस हुँदै थियो भने माओवादी आतंक पनि झन्झन बढ्दै गरेको कारण उनीहरूले असुरक्षित महसुस गर्दै थिए, जसलाई रोक्न तत्कालीन मन्त्री प्रधानमन्त्रीले सकिरहेका थिएनन्। यही कारण नेताहरूप्रति जनता खुसी थिएनन् भने जनतामा दरबार र राजा वीरेन्द्रको लोकप्रियता पनि झन्झन बढ्दै थियो। यति बेलासम्म आइपुग्दा इन्डियासँग नेपालको सम्बन्ध केही हदसम्म सुधारिएको थियो। राजीव गान्धीको हत्या भइसकेपछि 2048 सालमा कांग्रेसबाट PV नरसिंह राव इन्डियाको प्रधानमन्त्री बने। उनीसँग दरबार र राजा वीरेन्द्रको सम्बन्ध राम्रो रह्यो। नरसिंह राव पछि प्रधानमन्त्री बनेका भारतीय जनता पार्टीका अटल बिहारी वाजपेयीसँग पनि दरबारको सम्बन्ध राम्रो रह्यो। भारतीय जनता पार्टी BJP को मात्र संगठन राष्ट्रिय स्वयंसेवक संघ RSS सँग दरबारको सम्बन्ध र राजा महेन्द्रको पालादेखि नै राम्रो थियो। इन्डियाको हिन्दुवादीहरूले नेपालको राजालाई हिन्दू सम्राटका रूपमा सम्मान गर्ने गर्थे, जसमा हिन्दुवादी BJP का नेताहरू नपर्ने कुरा भएन। BJP का अटल बिहारी वाजपेयी पनि RSS बाटे उदाएका नेता थिए। त्यही कारण इन्डियामा BJP प्रधानमन्त्री बनेपछि नेपालसँगको सम्बन्ध झन राम्रो बन्यो। वाजपेयी 2053 जेठमा इन्डियाको प्रधानमन्त्री बनेका थिए, तर
त्यसबेला उनी धेरै समय सत्तामा टिक्न सकेनन्। जम्मा 13 दिन प्रधानमन्त्री बनेका उनी पछि फेरि 2054 साल चैतमा प्रधानमन्त्री बनेका थिए भने त्यसबेला सत्तामा 2061 सालसम्म टिके, अर्थात् 7 वर्षसम्म वाजपेयी प्रधानमन्त्री रहे। तिनै वाजपेयी प्रधानमन्त्री हुँदा 2055 सालमा राजा वीरेन्द्रलाई इन्डियाको गणतन्त्र दिवसको प्रमुख अतिथिका रूपमा बोलाइएको थियो। त्यही भ्रमणमा राजा वीरेन्द्रले इन्डियाका तत्कालीन राष्ट्रपति TR नारायणसँग पनि भेट गरे भने त्यही बेला अपोजिसन लिडर तथा कांग्रेसकी अध्यक्ष सोनिया गान्धीसँग पनि राजा वीरेन्द्रको भेटघाट भएको थियो, जुन खासै राम्रो भेटवार्ता भने थिएन। यो भेट भन्दा पहिले पनि सोनिया र राजा रानीको सम्बन्ध राम्रो थिएन। सोनिया दरबार प्रति त्यति खुसी थिएनन्। उनलाई पशुपतिनाथमा छिर्न नदिएको र उनको श्रीमान राजीव गान्धी प्रधानमन्त्री हुँदा राजाले भेट्न नदिएको कारण यस्तो भएको बुझ्न सकिन्छ। तर सोनिया गान्धी अर्को एउटा शंका पनि थिइन्। खासमा राजीव गान्धीको हत्या लिबरेसन टाइगर्स अफ द तमिल LTTE का मानिसहरूले गरेका थिए, जसको प्रमुख थिए भिल्लुपालाई प्रभाकरन। तिनै प्रभाकरनलाई राजीव गान्धीको हत्या गर्न रानी ऐश्वर्याले एक सैनिक जनरल मार्फत पैसा दिएको हल्ला चलेको थियो। राजीव हत्याकाण्डको छानबिन गर्न न्यायाधीश MC जैनको नेतृत्वमा गठित जैन कमिसनले पनि आफ्नो रिपोर्टमा त्यस खालको कुरा मेन्सन गरेको थियो। त्यसबेला इन्डियन गुप्तचर रको पनि एउटा पत्र सार्वजनिक भएको थियो, जहाँ अनभेरिफाइड इन्फर्मेसन भन्दै नेपालको रानी ऐश्वर्याले मेजर जनरल आदित्य शमशेर जंग बहादुरलाई राजीव गान्धीको हत्याको व्यवस्था मिलाउन लगाएको र त्यसका लागि 10 करोड व्यवस्था गरिएको लेखिएको थियो। तर यो सब प्रमाणित थिएन। तर पनि सोनियाले राज परिवारमा त्यस्तो शंका गरिन्। फलस्वरूप त्यो भेट खासै राम्रो हुन सकेन। इन्डियासँग दरबारको राम्रो सम्बन्ध कायम भएको जस्तो महसुस हुँदै थियो, तर त्यो अझै स्पष्ट भने थिएन। राजा वीरेन्द्र ढिलो चाँडो कुनै न कुनै राजनीतिक कदम चाल्ने दाउमा थिए, जसको लागि त्यसबेला उनले इन्डियाको साथ खोजिरहेका थिए र त्यस समयमा माओवादी समस्या समाधानका लागि राजा वीरेन्द्रले केही कदम चाल्न लागेको भनेर इन्डिया, बेलायत, अमेरिका, चीनमा दूत मार्फत सन्देश नै पठाए। तर त्यसबेला चीन बाहेक कसैले पनि राजाको प्रस्तावलाई समर्थन गरेनन्। यही कारण त्यसबेला वीरेन्द्र अघि बढ्न हिचकिचाए। यही तनावकै बीचमा वीरेन्द्रलाई हृदयघात समेत भोग्नु परेको थियो। 2055 कार्तिकमा लन्डनको क्राइबल्स अस्पतालमा उनले कोरोनरी एन्ड एन्जियोप्लास्टी गरिएको थियो। आफ्नो नजिकको छिमेकीको कूटनीतिक समर्थन नपाएकाले आफूले चाल्न लागेको राजनीतिक कदममा राजा वीरेन्द्रले कार्यान्वयन गर्न सकिरहेका थिएनन् भन्ने दाबी वीरेन्द्रका सैनिक सचिव विवेक कुमार शाहले गरेका छन्। इन्डियामा सरकार त आउँथ्यो जान्थ्यो, तर इन्डियामा रहिरहने कर्मचारी तन्त्र र गुप्तचर साथै अन्य सुरक्षा निकायले दरबारलाई सधैँ शंकाको हेर्ने गर्थ्यो। त्यसबेला यही कारण पनि इन्डियाले साथ नदिएको बुझ्न सकिन्छ। यता भित्रभित्रै राजा वीरेन्द्र पनि त्यसबेला इन्डियाको कारण आफ्नो शासकीय अधिकार खुम्चिएको र देशमा अस्थिरताको बढुवा पनि इन्डियाले नै दिने गरेको कुरामा विश्वास गर्थे। माओवादी नेताहरू इन्डियामै बसेर काम गर्नुले पनि उनको इन्डियामाथिको शंका अझ बढेको थियो। यही बीच इन्डिया र नेपालको सम्बन्धलाई खलबल लाउने घटनाहरू पनि घटे, जस्तो कि इन्डिया लैजान लागि आरटीएस लगायत विस्फोटक काठमाडौँमा फेला परेको थियो। 2056 सालमै काठमाडौँबाट इन्डियन एयरलाइन्स ICRC 814 हाइज्याक भएको थियो। 2057 पुसमा भएको ऋतिक रोशन काण्ड सँगै रले सार्वजनिक गराएको नेपाल गेम प्लानमा केही राज्य सदस्यको दाउदसँग सम्पर्क रहेको आरोप लगाएको थियो भने त्यसबेला नेपालमा दाउदसँगै पाकिस्तानी गुप्तचर निकाय ISI को नेपालमा गतिविधि बढेको इन्डियाको बुझाइ थियो। त्यसबेला नेपालका राजनीतिक पार्टीहरूसँग सम्बन्ध राम्रो भए पनि इन्डियाको दरबारसँग राम्रो सम्बन्ध रहेन। दरबारले इन्डियाले जे खोजेको थियो त्यो दिन चाहेन र इन्डियाले पनि दरबारले चालेको सम्भावित कदमलाई समर्थन गरेन। यता अर्को ठूलो छिमेकी देश चीनसँग भने दरबारको सम्बन्ध अझै पनि समधुर थियो। धेरै विज्ञले इन्डियासँगको अशिर सम्बन्धको कारण पनि राजा वीरेन्द्र चीनसँग नजिक रहेको बताउँछन्। 2031 सालमा खम्पा विद्रोहलाई लिएर राजा वीरेन्द्रले खेलेको भूमिकाले गर्दा चीन पनि राजा वीरेन्द्रसँग नजिक हुन खोजेको थियो र उसले नेपालमा उद्योगहरू खोल्नमा सहयोग पनि गर्यो। वीरेन्द्रले आफ्नो कार्यकालमा चीनको 10 पटक राजकीय भ्रमण गरेका थिए भने चीनबाट पनि प्रधानमन्त्रीदेखि लिएर राष्ट्रपतिसम्म नेपालको भ्रमणका लागि आएका थिए। लास्ट टाइम 2057 फागुन 15 देखि 21 सम्म चीन भ्रमणमा गएका राजा
राजा वीरेन्द्र त्यसबेला बिआओ फोरम फर एसियाको उद्घाटनमा सहभागी पनि भएका थिए। वीरेन्द्र चीनबाट फर्किएको केही समयमा नै 2058 वैशाखमा चिनिया प्रधानमन्त्री जुङरोकजी नेपाल आएका थिए। त्यही अवसरमा चीनले कोदारी राजमार्ग पछि दुई देश जोड्ने दोस्रो नाका केरुङ रसुवा सडक बनाइदिनेमा सहमति जनाएको थियो। छिमेकी इन्डियासँग सम्बन्ध अस्थिर रह्यो पनि चीनको साथ पाएको कारण वीरेन्द्र केही हदसम्म ढुक्क थिए। चीनले माओवादी समस्या समाधानमा उनलाई साथ दिन्छ भन्नेमा उनी विश्वस्त देखिन्थे, तर वीरेन्द्र सेना परिचालन गरी माओवादी समस्या समाधान हुन्छ भन्नेमा त्यसबेलासम्म स्वीकारेका थिएन। यता माओवादी विद्रोहलाई प्रहरीले असफल पार्न नसकेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अबको एकमात्र उपाय सेना परिचालन मात्र हो भन्ने सोचिसकेका थिए। एक तरिकाले हेर्ने हो भने यहाँ राजा र प्रधानमन्त्री बीच माओवादी समस्यालाई समाधान गर्नका निमित्त एउटै प्लान थिएन, वा भनौँ उनीहरू एउटै प्लानमा सहमत थिएन, तर दुवैजना आफ्नो ठाउँमा केही हदसम्म सही थिए। 2058 सालसम्म आइपुग्दा माओवादी प्रहरी भन्दा झन्झन शक्तिशाली हुँदै थियो। माओवादीको हमलाबाट मृत्यु हुने प्रहरीको संख्या बढ्दै थियो भने उनीहरूले प्रहरीको हात हतियार पनि लुट्दै आएको थियो। प्रधानमन्त्रीदेखि लिएर प्रहरी प्रमुखसम्म माओवादी विरुद्ध सेना परिचालन गर्न माग गर्दा पनि राजा वीरेन्द्रले यस्तो कदम चाल्ने संकेत देखाएनन्। सेना परिचालन गर्न राजाको सहमति चाहिने, तर राजा यसका लागि यथा अवस्थामा तयार नहुने देखेपछि सरकारले गृह मन्त्रालय मातहतमा रहने गरी सशस्त्र प्रहरी बल गठन गर्यो। यता राजा वीरेन्द्रले माओवादी विरुद्ध सेना परिचालन नगर्नुको कारण आन्तरिक द्वन्द्वमा सेना सामेल भए नेपाली बीच मारकाट हुन सक्ने खतराको अनुभूति थियो। राजा वीरेन्द्र माओवादी विद्रोह शान्तिपूर्ण समाधान छ कि भनेर खोज्दै थिए भने राजा वीरेन्द्र हतियार सेना परिचालन नगर्नुको अर्को पनि कारण थियो। सुधीर शर्माले आफ्नो किताबमा लेखेका छन्, माओवादी र दरबार 2 को सम्झौतामा 2047 सालको संविधान थियो र माओवादी त्यसलाई च्यातेर आफूले चाहेको जस्तो सत्ता लिएर आउन चाहन्थ्यो भने दरबारियाहरू 2047 सालको संविधानले राजतन्त्रलाई रबर स्ट्याम्प जस्तो बनाएको भन्दै असन्तुष्ट थिए। उनीहरूको लक्ष्य फरक थियो, तर भत्काउनु पर्ने घर एउटै थियो। यही भएर 2046 सालदेखि किनारा लगाएका राजावादी तत्त्वहरूले बौद्धले व्यवस्था विरुद्ध सञ्चालित जनयुद्धलाई आफू फेरि सत्तामा जान सकिने एउटा अवसरका रूपमा लिए, जसमा माओवादी पनि दरबारप्रति सकारात्मक देखिन थियो। माओवादीले सेनाको प्रशंसा गर्ने पूर्वपञ्चहरूलाई नचुने, तर कांग्रेस एमालेका कार्यकर्तालाई प्रहरीमाथि हमला गरी रहने नीति अपनायो। शर्माको प्रयोगशाला अनुसार त्यसबेला जनयुद्धबाट बढेको अस्थिरतालाई प्रयोग गरी 2046 सालमा गुमेको अधिकार फर्काउन सकिने र त्यसका लागि आफ्नो लोकप्रियता बढ्दै जाओस्, संसदवादी आफै अलोकप्रिय हुँदै जाओस् र बिग्रेको परिस्थिति सम्हाल्न सबैले राजालाई गुहारुन् भन्ने खालको राजा वीरेन्द्रको सोच थियो। माओवादी विद्रोहबाट राजनीतिक लाभ लिन सकिने चाल पञ्चायत माओवादीका नेताहरू इन्डिया बसेर नेपालमा जनयुद्ध आखिर हाकेकाले राजा वीरेन्द्रले माओवादीलाई अलिक शङ्काको नजरले हेर्थ्यो। यसमा एक माओवादीलाई लिएर राजाको मनमा अलिक प्रश्नहरू पनि थिए। त्यही शङ्का मेटाउन वीरेन्द्रले गोप्य रूपमा सेनाको युद्ध कार्य महाशाखाका प्रमुख कर्णेल दिलीप जङ रायमाझीलाई हटाएका थिए। दिलीप जङ रायमाझीले माओवादीहरूसँग सम्बन्धित कुराहरू तयार पारी विश्लेषण गरी दरबारलाई रिपोर्ट बुझाउने काम थाले। यो 2057 सालतिरको कुरा हो। त्यही वर्षको अन्तिमतिर रायमाझीले पहिलो पटक माओवादीका नेताहरूसँग भेटघाटसम्म गरे। यसको पछि पनि दिलीपजङ रायमाझीले अन्डर कभर भई माओवादीका अन्य भूमिगत नेताहरूसँग भेटघाट बढ्यो। रायमाझीसँगै वीरेन्द्रले आफ्नो कान्छो भाइ धीरेन्द्रलाई पनि यो काममा खटाए। यो भन्दा पहिला धीरेन्द्रले 2045 मङ्सिर 28 गतेबाट लागू हुने गरी श्री 5 अधिराज कुमारको उपाधि र हैसियतमा पाइने सबै किसिमका सुविधाहरू त्यागेका थिए, वा भनौं त्याग गर्न दरबारबाट नै दबाव थियो, जसको कारण थियो बेलायतमा बसोबास गर्दै आएकी क्यानेडियली युवती सिल्ली ग्रीनसँगको प्रेम सम्बन्ध। खासमा 2030 मे रानी एस्टकी बहिनी प्रेक्षासँग धीरेन्द्रको पहिलो विवाह भइसकेको थियो। 2044 साल मै पनि धीरेन्द्रले दक्षिणकाली मन्दिरमा गएर आफूसँग पनि विवाह गरेको जया पाण्डे नामकी युवतीबाट आएको दाबी सार्वजनिक भएपछि धीरेन्द्र सायद लुक्नका लागि लन्डन गएका थिए। त्यही उनको भेट सिल्लीसँग भएको थियो। त्यो सम्बन्धको बारेमा थाहा पाएपछि प्रेक्षा सम्बन्धलाई लिएर धेरै रिसाउने व्यक्ति बनिन् उनको दिदी रानी ऐश्वर्या, जसको कारण धीरेन्द्रको अधिराज कुमारको उपाधि र हैसियत पाउने सबै किसिमका सुविधाहरू त्याग्नु पर्यो। त्यसपछि उनी लन्डन उडेर त्यहाँ सिक्लीसँगै सामान्य नागरिकको हैसियतमा जीवन गुजार्न थाले। पछि 2057 सालपछि भने धीरेन्द्र बेला बेला नेपाल आउन थाले। 2057 सालमा धीरेन्द्रलाई लन्डनमा हृदयघात भयो।
त्यसबेला धीरेन्द्रलाई उपचार गर्ने सम्पूर्ण व्यवस्था दरबारलाई नै मिलायो र राजा त्यसको केही समयपछि वीरेन्द्रले आफ्नो भाइलाई काठमाडौँ नै ल्याउन लगाएर नारायण हिटीमै सँगै राखे। त्यही बेला धीरेन्द्रलाई राजा वीरेन्द्रले माओवादी नेताहरूसँग गोप्य रूपमा कुराकानी गर्न र माओवादी आखिर के चाहन्छ त्यो बुझ्ने जिम्मा लगाए। धीरेन्द्र दाईको प्लान अनुसार नै अघि बढे। उनले गोप्य रूपमा माओवादीका नेताहरूसँग भेटघाट गरे। धीरेन्द्रले 2045 सालतिरै आफ्नो पद त्यागेकाले अरूले धीरेन्द्रमाथि खासै शंका गरेनन्। यता माओवादी पनि राजाले आफ्नो भाइलाई भेटघाटको लागि पठाएको देखेर दङ्ग थिए। लास्ट टाइम 2058 वैशाख 16 मा काठमाडौँको एउटा निजी घरमा माओवादीका नेताहरूसँग धीरेन्द्रले करिब 2 घण्टा गोप्य कुराकानी गरेका थिए। धीरेन्द्रले माओवादीसँग छलफल अघि बढ्दा आएको सिनियर जर्नलिस्ट सुधीर शर्माको प्रयोगशाला र तत्कालीन सैनिक सचिव विवेक कुमार शाहको मैले देखेको दरबारमा उल्लेख गरिएको छ। शर्माको किताब प्रयोगशालाको अनुसार त्यसबेला दरबार र सत्ता सम्भव थियो भने अन्तिम टुङ्गो सायद राजा वीरेन्द्र र प्रचण्ड बीच आमुन्ने सामान्य वार्ता भएको थियो। त्यस्तो शीर्ष भेटमा प्रयास पनि भएर प्रचण्डले राजा वीरेन्द्रसँग गर्ने बुदा टिप्न समेत थालेका थिए। यो 2058 सालकै सुरुवात। सैनिक विवेक कुमार शाहको अनुसार त्यसबेला माओवादी कुनै हिसाबले सहमति भएपछि प्रतिनिधि सभा भङ्ग गर्ने र राजनीतिक नेताहरूको सहभागितामा गोलमेज सम्मेलन गरी माओवादी सहितको राष्ट्रिय सरकार गठन गर्ने राजा वीरेन्द्रको योजना थियो। साथै अर्को आम चुनाव गर्ने र अगाडि संविधान भावना राखी संशोधन गर्ने समेत वीरेन्द्रले गृह कार्य गरेका थिए। वीरेन्द्रले माओवादीसँग वार्तालाई पहिलो सेना परिचालनलाई अन्तिम विकल्पका रूपमा राखेका थिए। एक सचिव अनुसार यदि माओवादीलाई स्पष्टीकरण गरी तिकारमा ल्याउने राजा वीरेन्द्रको रणनीति थियो। यसको लागि त्यही बेलादेखि नै सेनालाई अझ बलियो बनाउने काम थालिएको थियो। सेना र सेनाको हात हतियार अपग्रेड गराउन राजा वीरेन्द्रको सेनाले वर्षौं पर्सनल वेपनको रूपमा आउँदै आएको इन्डियन सेल्फ लोडिङ राइफल एसएलआर हटाएर त्यसको ठाउँमा राजाले नै रिकमेन्ड गरेको जर्मनको G36 राइफल ल्याउने अगाडि बढी। यो G36 राइफल नेपालमै बङ्गलादेश श्रीलङ्का साउथ एसियन देशहरूमा योजना यसअघि कुराकीसम्म बढाइएको थियो। G36 बनाउने कम्पनी हेक्लर एन्ड कोकले सहमति पनि जनाएको थियो। यदि यो सफल भए हतियारको मामलामा केही हदसम्म आत्मनिर्भर हुन्थ्यो। तर यसमा एक देशले इन्डिया यसलाई गोप्य भने पनि यसबारे इन्डिया केही हदसम्म जानकार थियो र ऊ नेपालले अन्य देशबाट हतियार खरिद गरोस् भन्दैन थियो। कारण G36 राइफल नेपालमै एसेम्बल योजना रोक्न इन्डियाले प्रयास गरेको थियो। त्यो इन्डिया नेपालमा बनेको राइफल बेच्न चाहन्छ भए पनि त्यही नै। G36 नेपाल आएन। त्यो आउनुभन्दा अघि नै दरबार हत्याकाण्ड भयो। हत्याकाण्डपछि G36 को साटो नेपाली सेनाको लागि इन्डियाबाट इन्साफ राइफल किन्ने निर्णय गर्यो। 2058 सुरुवातसम्म आइपुग्दा धेरैजसो नेताहरूको मनमा एउटै प्रश्न थियो कि अब नागरिकता विधेयक के हुन्छ, राजाले यसमा कस्तो कदम चाल्छ। 2056 भदौ 24 गते प्रतिनिधि सभामा नेपाल नागरिकता ऐन 2020 लाई संशोधन गर्न बनेको नेपाली नागरिकता 6औं संशोधन 2056 गरिएको। यसलाई 2057 जेठ 30 गते प्रसभाले सर्वसम्मत पारित गरियो। बेला विवादमा केही राम्रो पक्ष भए पनि नागरिकता विधेयकमा भएका केही दफाहरूलाई लिएर विवाद भएको थियो। जस्तो कि एउटा दफामा कुनै व्यक्ति उपदफा 1 बमोजिम वंशजको नाताले नेपालको नागरिक छ र निज बाउको प्रमाणपत्र लिएको छ भने सो व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्र पाउनेछ भनेको थियो। त्यस्तो नेपाली नागरिकता पाएमा विदेशी नागरिकले पनि उसले नेपाली नागरिकता पाउनुभन्दा अघि जन्माएको बच्चा र उसको भाइ बहिनीले सम्म उसको मार्फत नेपाली नागरिकता पाउने व्यवस्थालाई अझ सहज बनाएको थियो। यस कारणले गर्दा गैर नेपालीलाई नेपाली नागरिकता पाउन सजिलो हुने र नेपालमा वास्तविक नेपालीहरू भन्दै विवाद भएको थियो। त्यसबेला नागरिकता विधेयकको कपी सम्म नै जलाएर सडकमै विरोध भयो। त्यसबेला प्रतिनिधि सभाबाट पारित भएको नागरिकता विधेयक विवादको कारण राष्ट्रिय सभामा अघि बढ्न सकेन। नागरिकता विधेयकलाई अर्को विधेयक उल्लेख गरिएको कारण त्यसबेला राष्ट्रिय सभाबाट यो पारित नभए पनि यस विधेयकलाई दरबारमा स्वीकार गराउन
रोक लागेन। नागरिकता फेरि दोस्रो पटक 11 गते प्रजाले पारित गरेर स्वीकृति 2057 16 गते पठाइयो, तर वीरेन्द्रले त्यसले स्वीकृति त्यसको साथ वीरेन्द्रले फागुन 9 गते नागरिकता विधेयक संविधान सम्मत नरहेको भनिदियो वा भनौँ यस्तो प्रकारको राय दियो। त्यसपछि राजा वीरेन्द्रले संशोधनका लागि नागरिकता विधेयकमा त्यति ध्यान दिए, न त राजबेला विधेयकलाई स्वीकृत गरे न त उनले फिर्ता नै गरे। यसले के प्रष्ट हुन्छ भने राजा वीरेन्द्र आफै पनि यो विधेयक पारित गर्न चाहन्न थिए। 2058 सालसम्म आइपुग्दा पनि नेपालको राजनीति जस्ताको तस्तै थियो। माओवादी विद्रोह झन्झन बढ्दै थियो भने यता प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला विरुद्ध प्रतिपक्षी सडक र सदनमा आन्दोलन जारी थियो। सत्ताको फोहोरी खेल जनताले छर्लङ्ग देखेका थिए। यही कारण उनीहरूका लागि त्यसबेला राजा झन्झन प्रिय हुन यता हतियार खरिद नागरिकता विधेयकदेखि माओवादी संघको वार्तासम्ममा बिरान्ते भइरहेको एक तरिकाले हेर्ने हो भने राजनीतिक दलहरू हार्दै थिए, दरबारले जित्दै थियो। चक्करमा दरबारले राजा वीरेन्द्रले आफ्नै परिवारलाई भने पर्याप्त समय दिन सकेनन्, खास गरी युवराज दिपेन्द्रलाई। बेला युवराज दिव्यानी राणाको प्रेम गइरहेको थियो। सुप्रिया शाहसँग युवराज प्रेम सम्बन्ध थियो, तर दिपेन्द्रले यो सम्बन्धलाई विवाहमा बदल्न खोजेपछि यो सम्बन्ध टिक्न सकेन। कारण थियो युवराजकी आफ्नै आमा रानी ऐश्वर्या जुद्ध शमशेरको खलकबाट कुनै बुहारी भएर दरबार भित्रियोस् भन्ने इच्छा राख्थिन्। यही कारण सुप्रिया शाहसँग दिपेन्द्रको सम्बन्ध टुटेको थियो। यसको केही समयपछि दिपेन्द्र र दिव्यानी राणा नजिक भएका थिए। दिपेन्द्र दिव्यानी राणासँग बिहे गर्न चाहन्थे, तर दिव्यानी चन्द्र शमशेर खलककी थिइन्, जुन रानी ऐश्वर्यालाई मन परेको थिएन भने दिव्यानीको नाता इन्डियाको शक्तिशाली परिवारहरूसँग भएकाले पनि रानीले आफ्नो छोरा अर्थात् हुनेवाला राजाको बिहे दिव्यानी राणासँग गराइदिन खोजेकी थिइन्। युवराज दिपेन्द्र अझै बिहे टुङ्गो लागिसकेको थिएन। यही कारण दिपेन्द्र निकै निराश थिए। उनले आफ्नो आमा बुवालाई मनाउने निकै प्रयास गरे, तर लेडिज डिपार्टमेन्टको काम हो भनेर उनका बुवा अर्थात् राजा वीरेन्द्र पन्छिए भने रानी ऐश्वर्या आफ्नो अडानमा थिइन्। दरबार हत्याकाण्ड भएको दिन अर्थात् शुक्रबार जेठ 19 गते तत्कालीन अधिराज कुमेन्द्रका छोरा अर्थात् दिपेन्द्रका भाइ पारसले दाइ दिपेन्द्र कुराकानी गरेको दावी गरेका थिए। यस कुराकानीमा दिपेन्द्रले आमासँग पनि कुरा गरेर हजुर आमासँग पनि कुरा गरे, दुईजना हुन्न भन्नुभयो। अब आइतबार बुबासँग कुरा गर्छु भनेका थिए, तर अफसोस आइतबार आउन पाएन। 2058 जेठ 19 गते शुक्रबार यो दिन पनि अरू दिन जस्तै नर्मल थियो, तर आज वीरेन्द्रका अङ्गरक्षक एडिसी प्रमुख राणाको अनुसार वीरेन्द्र बिहानदेखि नै निराश देखिन्थे। अरू बेला जस्तै 2 घण्टाको मर्निङ वाक पछि वीरेन्द्र स्विमिङ पुलमा गएर 11 बजे पुलबाट बाहिर निस्किए। त्यही बेला आफ्नो सिफ्ट सकेर एडिसीले राजाको अङ्ग जिम्माको काम अब धमलालाई दिए र राणा घर लागे। अब यहाँ ध्यान दिनु, हामीले माथि जति कुराहरू राख्यो त्यसमा कुनै न कुनै किताब, कुनै न कुनै अन्तर्वार्ता र कुनै न कुनै आर्टिकलमा आधारित थिए र हामीले अन्य भिडियोमा र यहाँ पनि आफ्नो इच्छाले केही राखेका छैनौँ र हामी जे भन्न जाँदैछौँ त्यो पनि राजाका तत्कालीन अङ्गरक्षक एडिसी प्रमुख राणाको किताब दरबारको दुखान्त, राणापछि ड्युटीमा एडिसी टिका धमालाले दिलभूषण पाठकलाई दिएको अन्तर्वार्ता र तत्कालीन सैनिक सचिव विवेक कुमार शाहको किताब मैले देखेको दरबारमा आधारित छन्। दुखान्त अनुसार साँझ 5:30 राजा रानी युवराज दिपेन्द्र तीनैजना राजपरिवारका बडा गुरु नयनराज पाण्डेको स्थित घरमा लागि सवारी भएका थिए। त्यहाँ 1 घण्टा जति बसेर राजा दरबार फर्किएर तीनैजना तीनतिर लागे। राजा वीरेन्द्र आफ्नो कार्यालय मङ्गल सदनतिर, रानी श्री सदन निवास सदनतिर। 5:30 बडा गुरु कहाँ गएका राजपरिवार 1 घण्टा जति बसेर दरबार फर्किए भने पनि त्यो समय 36 बजे थियो। तर तत्कालीन सैनिक सचिव विवेक कुमार शाहको मैले देखेको दरबारमा भने समय अर्को छ। उनले आफ्नो किताबमा करिब 6 बजे राजा वीरेन्द्र बडा गुरु नयनराज पाण्डेको निवासबाट चियापानी कार्यक्रमबाट आएर आफूलाई फोन गरेको बताएका छन्। आज उनले 6 बजे बाहिर निस्कने बेला एडिसी अफिसमा फोन गरेपछि एडिसी सुन्दर प्रताप राणासँग फोनमा कुरा भएको बताएका छन्। तर एडिसी सुन्दर प्रताप राणाले भने आफ्नो किताबमा आफू साँझ 6 बजे दरबार फर्किएका
लेखेका छन्। सैनिक सचिव विवेक कुमार शाहको अनुसार राजा वीरेन्द्रको परिवार सहित दरबार 5 देखि 6 बजेको बीचमा आएका थिए। एडिसी सुन्दर प्रताप राणाले भनेका कुरा अनुसार 5:30 बजे गएका राजा वीरेन्द्र 1 घण्टामै दरबार फर्किएको हो भने त्यो 36 बजे हुनु पर्यो। तर त्यतिखेर राजा वीरेन्द्रको सुरक्षामा खटिएका टिका धमलाले भने पाठक संघको अन्तर्वार्तामा चियापान कार्यक्रमबाट राजा वीरेन्द्रलाई 7:20 दरबार भित्रिएको वीरेन्द्रको अफिस अर्थात् मङ्गल बडागुरु नयनराज पाण्डेको दिल्ली बजार स्थित घरमा राजा रानी युवराज गएकामा तीनैजनाले उल्लेख गरेको भए पनि उनीहरूले दिएको समय भने एक अर्कासँग मिल्न जाँदैन। त्यस दिन 7:20 राजा वीरेन्द्रलाई अफिस पुर्याएपछि एडिसी प्रमुख सुन्दर प्रताप राणालाई ड्युटी बुझाएर आफू घर गएका टिका धमालाले बताएका छन्। त्यस साँझ स्पटलाइट म्यागजिनका सम्पादक माधव कुमार रिमाल राजा वीरेन्द्रको अन्तर्वार्ता लिन पुगेका थिए वा भनौँ उनलाई दर्शन भेटका लागि त्यही समय दिएको थियो। राजा वीरेन्द्रले उक्त अन्तर्वार्तामा माधव कुमार रिमाललाई माधव, मेरो विचारमा अहिले हाम्रो मुलुक संवैधानिक राजतन्त्र र पूर्ण अराजकताको दोसाथमा उभिएको छ। सरकार भ्रष्टाचारमा फसेको छ। कुनै कानुनी व्यवस्था र अनुशासन छैन। बहुदल सरकार भ्रष्टाचारमा फसेको छ। यस्तै कानुनी व्यवस्था र अनुशासन छैन। बहुदलीय प्रजातन्त्रको पहरेदार हुनुपर्ने राजनीतिक दलहरू राष्ट्रको मतलबमा नबसी आफ्नो दुनो सोचाउन लागिरहेका छन्। मैले धेरै मानिसहरूसँग कुराकानी गरेको छु, तर उनीहरूले जे भने त्यसमा म अझै पूर्ण रूपमा विश्वास हुन सकेको छैन। त्यसैले कसलाई के भनौँ मलाई वास्तवमै थाहा छैन। राजा वीरेन्द्रको त्यो चिन्ताले उनी नेपालको तत्कालीन अवस्थाप्रति त्यति खुसी थिएनन् भन्ने बुझ्न सकिन्छ। जेठ 19 गते शुक्रबार साँझ राजा वीरेन्द्रको समय पाएका माधव कुमार रिमाललाई उनले 8 बजेर राजाले माधव, अब म डिनरको लागि जानुपर्छ, म तिमीलाई फेरि भेट्छु भनेका थिए र त्यो अन्तर्वार्ता त्यही नै सकिएको थियो र त्यही अन्तर्वार्ताको आधारमा पछि माधव कुमार रिमालले द फ्याक्टफुल इन्टरभ्यू भन्ने किताब सार्वजनिक पनि गरेका थिए। त्यो दिन राजा वीरेन्द्रबाट दर्शन भेट पाउने बाहिरको अन्तिम व्यक्ति माधव कुमार रिमाल नै थिए। आफ्नो ड्युटी सकेर सुन्दर प्रताप राणाको अनुसार 9 बजेसम्म मङ्गल सदनमा काम गरिराख्ने वीरेन्द्र त्यो दिन माधव कुमार रिमाल निक्लिएको केही बेर बाहिर निस्किएर त्रिभुवन सदनमा पुगेका थिए। त्यसबेला हरेक महिना तेस्रो शुक्रबार त्रिभुवन सदनमा पार्टी आयोजना गर्ने गरिन्थ्यो। राजा वीरेन्द्र पनि त्यही जाँदै थिए। त्यसको आधा घण्टापछि के भयो त्यो हामी सबैलाई थाहा नै छ।